कुरा एउटा भन्न चाहन्छु कि चलचित्र आबाट आमा माघ 16 गतेबाट चल्दैछ, जनवरी 30बाट आएर हेर्नुस्। हेरिसकेपछि मैले भन्दा यो चलचित्रको बारेमा हजुर मेरो दर्शकहरूले चाहिँ यसको प्रतिक्रिया दिएको राम्रो हुन्छ र हजुरहरू आएर चलचित्र हेरिदिनुस् र प्रतिक्रिया दिनुस्। चलचित्रको कस्तो बनेको छ भनेर मैले भन्दिनँ, यो जिम्मेदारी मेरो दर्शकहरूको, सबैलाई चुले निम्तो छ। जी सबको नमस्कार। कस्तो लाग्यो ट्रेलर? राम्रो हो? खूब राम्रो। मैं तो इस फिल्म में काम कर ही रहा हूँ, तो जो देख रहा हूँ वो मुझे बहुत अच्छा लग रहा है। पर वैसे सीन जो जिसमें मैं नहीं हूँ, वो सीन भी इतने शानदार आए हैं कि आई एम सो एक्साइटेड एंड आई एम so glad to see all this contribution by our director पंत सर। मैं उम्मीद करता हूँ, आशा करता हूँ कि ईश्वर की कृपा हम पे बनी रहेंगी और पॉल और उषा की ये फिल्म बहुत कामयाब होगी, ऐसा मैं ईश्वर से प्रार्थना करता हूँ। नमस्कार। लो उषा। सर्वप्रथम त यहाँ उपस्थित सबै पत्रकार महोदय, मेरो प्यारो समकालीन साथीहरू र हाम्रो आबाट आमाको टिमलाई सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु। आज तपाईँहरू सबैजना यहाँ आइदिनु भयो। सुरुमा चाहिँ मै क्वेसन सोध्छु, ल कस्तो लाग्यो हजुरहरूलाई? एनर्जी अलि निकाल्नु पर्यो कि कस्तो लोसे बोल्नु भएको? अलि तरो बोल्नु न सुन्दै गरी। बाबु ए ओके 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 ओके। मेन त अब प्रतिक्रिया हेर्नै बाँकी छ। आज ट्रेलर रिलिज भएको छ, यति राम्रो ट्रेलर बनेको छ, आशा छ दर्शकहरूले सबै हाम्रो कन्टेन्ट मन पराइदिइराख्नु भएको छ र यो ट्रेलरलाई पनि धेरैभन्दा धेरै माया दिनुहुन्छ। धेरै त म पनि धेरै बोल्दिनँ। हाम्रो फिल्मको रिलिज डेट नजिकै गर्दा मलाई पनि एकदमै डर लागिरहेछ। हिजो अस्तिसम्म त केही छैन, ठिक छ जस्तो हुँदै थियो, अहिले चाहिँ मन अलिकति आत्तिँदो रहेछ। अहिले बोलिराख्दा पनि मेरो कान तातो भइरहेछ होइन। सो एकचोटि फेरि पनि तपाईँहरू सबैलाई थ्याङ्क यू र आबाट आमाको टिम सबैजनालाई थ्याङ्क यू। थ्याङ्क यू साजीलाई। अब मसँगै साइग्रेसजी, हामीले टिजर रिलिज इभेन्टमा उहाँलाई भेटाएनौँ, आज एकदमै समय निकालेर चलचित्रका लागि आउनु भएको छ र उहाँको नयाँ पाइला यो क्षेत्रमा उहाँ अगाडि बढ्न खोज्दै हुनुहुन्छ। कस्तो रह्यो, कस्तो पाउनुभयो, समग्रमा आफ्नो अनुभव सहित आबाट आमाका बारेमा केही बोलिदिनको लागि अनुरोध गर्छु म साइग्रेस पोखरेलज्यूलाई। धन्यवाद सचिवजी। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा मेरो नमस्कार। मेरो स्टेजको प्रेजेन्स धेरै भए पनि रङ्गकर्ममा पहिलो हो, त्यस कारणले पनि अलि अनौठो देखिरहेको होला होइन। मोमो पसलमा कहाँबाट यो पापड आयो भन्ने भयो होला। एउटा भनाइ छ, बरु घर नभएको आमा होस् तर आमा नभएको घर नहोस् भनेर। त्यस कारणले पनि कति गरुङ्गो र महत्त्वपूर्ण शब्द हो यो आमा भन्ने। अनि आमासँगै सम्बन्धित चलचित्र, त्यसमा म पहिलोपटक अभिनयमा उत्रिन पाउँदा मेरो लागि एकदमै भाग्यको कुरा हो। तसर्थ एउटा सफलताको स्वाद कहीँ न कहीँ एउटा विधामा चाखिसकेपछि अर्को क्षेत्रमा पाइला राख्दाखेरि ए डुब्नु भयो त भन्ने पनि प्रश्न आउन सक्छ। मैले दुइटै कुरा जोखेँ, म कहाँ डुब्छु कहाँ उत्रिन्छु भन्ने कुरा धेरै सोचिनँ मैले। यसमा तिनवटा कुराले मलाई एकदमै धेरै छिटो निर्णय लिन सजिलो बनाइदियो। एउटा आमा, दोस्रो भगवान् श्रीकृष्ण र विभिन्न कालखण्डमा जब धर्महरू लोप भएको जस्तो देखिन्छन् तब धर्मलाई उजागर गर्नको लागि आंशिक वा पूर्ण रूपमा अवतार लिएर भगवान्ले फेरि धरतीमा पाइला राख्नुहुन्छ। त्यस्तै अर्को पूर्ण अवतार भगवान् श्रीराम। यो तिनवटा सम्झेपछि कृष्णको भूमिका अलिकति चटपटा होला, थोरै प्रेम रसले भरिएको होला, तर मर्यादा र धर्म उजागर गर्न भगवान् श्रीरामको पनि उत्तिकै भूमिका छ भन्ने थाहा पाएपछि त्यो रामको रोलमा आफूलाई उभ्याउँदा कस्तो देखिन्छ भन्ने कुरा मैले प्रश्न चिन्ह राख्नै परेन र मैले हुन्छ भनिहालेँ। र आज ट्रेलर हेर्दाखेरि
श्रीकृष्णको महिमा जति देखिएको छ, राधाको महिमा जतिको देखिएको छ, गोपिनीको महिमा जतिको देखिएको छ, कहीँ न कहीँ राम पनि उत्तिकै उजागर भएको छ जस्तो लाग्यो। थ्याङ्क यू। थ्याङ्क यू सो मच साइग्रेसजी। यति मिठो बोल्नुहुन्छ, अभिनय पनि पक्कै नै यति राम्रै गर्नुभएको होला उहाँले। हामी फिल्म हेर्नेछौँ। सँगै हुनुहुन्छ सिमरन पन्त, चलचित्रको बारेमा के बोल्नुहुन्छ उहाँले अब? थ्याङ्क यू। सर्वप्रथम हजुरहरू सबैजनालाई नमस्कार गर्न चाहन्छु। आज आफ्नो समय निकालेर हामीलाई साथ सपोर्ट गर्न यहाँ आइदिनु भएको छ र म चाहिँ एकदमै ग्रेटफुल फिल गरिरहेको छु यो फिल्ममा काम गर्न पाउँदा र ट्रेलरबाट म अझै पनि बाहिर निस्किनै सकिरहेको छैन, त्यही कुराहरू घुमिरहेछ। म एकदमै इमोसनल भएँ हेरेर होइन। सो म चाहिँ यति भन्न चाहन्छु कि हामीले एकदमै मेहनत गरेको छौँ सबै टिमले, अनि हामी सबैजनाको एउटा सपना हो। सो हामीले चाहिँ यस आफ्नो ड्रिमलाई धेरै मेहनत गरेर राम्रो फिल्म बनाएको छौँ र आशा छ हजुरहरूले र हाम्रो सम्पूर्ण दर्शकहरूले हामीलाई साथ दिनुहुनेछ। थ्याङ्क यू। थ्याङ्क यू सो मच सिमरनजी, निकै इमोसनल हुनुभयो। र अब पालो कसको? ओके, पलजी मात्रै भनेर भएन, रियल सुपरस्टार पल शाह चलचित्रका बारेमा आफ्नो के भनाइ राख्दै हुनुहुन्छ? थ्याङ्क यू सौजितजी, थ्याङ्क यू। सबैलाई नमस्कार छ, सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई र उपस्थित सम्पूर्ण अतिथिहरूलाई चाहिँ रेस्पेक्टेड हाम्रो अतिथिहरूलाई नमस्कार छ र विपिना थापा दिदी, प्रदीप राउत सरलाई एकदमै नेपालमा स्वागत छ, काठमाडौँमा स्वागत छ। अनि हाम्रो सिमरन उषालाई पनि एकदमै गुड लक, बेस्ट विशेष हाम्रो फर्दर फ्युचरको लागि। साइग्रेसजीलाई एकदम स्वागत छ तपाईँलाई इन्डस्ट्रीमा। तपाईँले जसरी सफलताको स्वाद चाख्नु भएको थियो पहिला, त्यसरी नै यसपालि पनि यो इन्डस्ट्रीले पनि तपाईँलाई सफलताको स्वाद चखाउनेछ। र अनि मेरो आदरणीय दाई, मेरो चन्द्रबन्ध दाईलाई विशेष धन्यवाद छ। मलाई बोल्न गाह्रो भइरहेको छ किनभने अहिले ट्रेलरबाट म पनि बाहिर निस्किन सकिरहेको छैन, एकदम गाह्रो भावुक भइरहेको छु म। अघि तपाईँले बोल्न नसके जस्तै मलाई गाह्रो भइरहेछ। मलाई चाहिँ अब फिल्मको बारे सबै कुरा थाहा भयो भएर चाहिँ अब त्यो सिनहरू आउँदाखेरि त्यसको बिहाइन्ड द सिनमा के भइरहेको थियो, त्यसको ब्याकग्राउन्डमा किन मैले यो एक्ट गरिरहेको छु, मेरो आमाको लागि किन यस्तो गरिरहेको छु, कि राधा श्रीको लागि हुन्छ नि त्यो स्ट्रगल छ, त्यो सबै रिकल भयो, एकदमै याद आयो मलाई। त्यही भएर भावुक पनि भइरहेको छु म। सायद तपाईँहरूलाई पनि ट्रेलर मन परेको छ र दर्शकहरूलाई पनि भन्न चाहन्छु कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला। र त्यही हो, यो यति राम्रो रोलको लागि, यति राम्रो क्यारेक्टरको लागि चाहिँ मलाई विश्वास गरिदिएकोमा चाहिँ हाम्रो डाइरेक्टर साहब चन्द्रपन्त दाईलाई विशेष धन्यवाद र बाँकी सम्पूर्ण टेक्निसियन टिमलाई, नवराजको टिमलाई, क्यामेराको टिम, लाइटम्यानदेखि लिएर सम्पूर्ण स्पोर्ट बोयदेखि लिएर हाम्रो डिस्ट्रिब्युटर आरआर फिल्म्सदेखि लिएर सम्पूर्ण बिहाइन्ड द सिनमा जति खटिनु भएको छ सबैलाई, ड्रेसम्यान, मेकअप म्यान, हेयर स्टाइलिस्ट सबैलाई चाहिँ मेरो विशेष धन्यवाद छ। थ्याङ्क यू सो मच।